आज एउटा महत्त्वपूर्ण दिन, यो सङ्घको इतिहासमा एउटा आयाम थप्नु भएको छ। एउटा आफ्नो बिचको भएको मनोमालिन्यलाई मेटाएर सङ्घलाई एक सूत्रीय अभियानमा लैजाने क्रममा आज एउटा कोसे ढुङ्गा स्थापित भएको मान्नुपर्छ। यसलाई मिलेर जाँदा राम्रो हुन्छ, फुटेर जाँदा चाहिँ राम्रो हुँदैन। अब गैर आवासीय सङ्घको आफ्नो हित के हो? पहिलो त त्यो आफूले हेर्नु पर्यो। विदेशमा जाने भन्ने बित्तिकै सबै त सुखी त हुँदैन। त्यहाँ त निकै परिश्रम गर्नुपर्छ। परिश्रम गरेरै त्यहाँ चाहिँ स्थापित हुन पनि सरल छैन। मेहनत गर्नेले त्यहाँ स्थापित गर्न सक्छन्, मेहनत नगर्नेले स्थापित हुन सक्दैनन्। कठिन पनि छ। हामी जाँदा ओर्दा देखेका छौँ कति कठिनाइ भोगेर कति जीवन व्यतीत गरेको पनि देखिन्छ। कति मेहनत गरेपछि मात्रै एउटा सफलता आउँछ। विदेशमा बस्नेहरूलाई स्वतः आफ्नो मुलुकको त हरेक मुलुकका जनतालाई आफ्नो मुलुकको माया हुन्छ, आफ्नो माटो हुन्छ को माया हुन्छ। विदेशमा गयो त्यहाँको लक्ष्य के हुन्छ? म यहाँ काम गर्न आएको हुँ, यहाँ केही न केही आर्जन गर्न आएको हुँ भन्ने हुन्छ। तर मुलुकमा आइसकेपछि मुलुकको माटोको त्यो गन्ध अर्कै हुन्छ। आपसमा साथीभाइहरूसँग भेट्दाखेरिको त्यो यति उत्साह हुन्छ कि स्वर्ग आए जस्तो हुन्छ त्यो। त्यसैले गर्दा जतिकै विदेशमा गएर बस्न परे पनि, त्यहाँ सुख सुविधा भए पनि, यहाँ केही नभए पनि आफ्नो मुलुक त आफ्नो मुलुकै हुन्छ। र जो गैर आवासीय हुनुहुन्छ उहाँहरूले निश्चय नै यो ठान्नुहुन्न कि म नेपालको होइन, मेरो यो देशसँग कुनै लगाव छैन भन्ने चाहिँ त्यो सोच्न पनि हुँदैन। किनभने नेपाली त आखिर नेपाली रगत हो, नेपालकै हो, नेपाली नै हुन्छन् होला। नागरिकताले एउटा रूप देखाइदियो होला। त्यसमा चाहिँ अलिकति तपाईँहरूलाई चाहिँ एउटा सेकेन्ड क्लास जस्तो बनाए होला, त्यो पनि हुनसक्छ। यहाँहरूको उपस्थिति, बलियो उपस्थिति है, आज जुटेकोबाट चाहिँ बलियो उपस्थिति भयो, एकदम एक हुनु पनि। अब यो पद सदका कुरालाई लिएर हाम्रो यहाँ राजनीतिक दल, अब तपाईँहरू बाहिरिया होइन, भित्रैका हाम्रो आफ्नै परिवारभित्रको सदस्य होइन, बाहिर नबस्नु भएको छ। तपाईँहरूलाई थाहै छ कि यहाँ पोलिटिकल पार्टीमा के भइरहेछ। एकदमसँगले पदकै लागि छिना झपटी एक आपसमा होइन, पार्टीहरूकै त्यही भइरहेछ। कमसेकम तपाईँहरू मिले जस्तो त्यो दलमा पनि एउटा मेलमिलाप, दलहरूको बिचमा पनि, दलको बिचमा पनि मेलमिलाप, दलभित्र पनि मेलमिलापको आवश्यकता छ। विभिन्न दलको पनि एक आपसमा पानी बाराबार जस्तो देखिन्छ। त्यस्तोले त देश चल्दैन नि। मुलुक चल्ने सिस्टम पो छ त। पोलिटिकल पार्टीमा पनि एउटाले जित्ने एउटाले हार्ने हुन्छ। हार्नेले जहिले पनि त्यो जित्नेले गरेको कामको उसले चाहिँ तेरो यहाँ गल्ती छ यहाँ भनेर औँल्याइरहन्छ, देखाइरहन्छ होइन। तर के छ भने पदै खोज्न त जाँदैन नि। सरकारै भङ्ग गराएर आफू फेरि पदमा जाने त्यो त गर्दैन। काम गर्न त दिइरहन्छ जित्नेलाई। अनि बाहिर बस्नेले अर्को पटकको अपेक्षा, त्यसलाई आशा गरेर उसले के गर्छ भन्दाखेरि होप गरेर बसिरहन्छ, उसको खोटहरू देखाइरहन्छ। उसले गरेको विरोधलाई मूल्याङ्कन गरेर अर्कोपल्ट जनताले ल भएको बहालवाला सरकारले गर्न सकेन, ल विपक्षलाई दिउँ न त भोट भनेर दिन्छ। त्यो हो सिस्टम। तर अब यहाँ त हाम्रो त्यस्तै छ, अलिकति फुटसुट छ। तपाईँहरू मिल्नुभयो, यो पनि राजनीतिक दलको लागि एउटा चाहिँ उदाहरण हो। नेपाल फेरि त्यस्तै अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ। नेपालको यो अप्ठ्यारो अवस्थामा गुज्रिरहँदाखेरि 80 लाख विदेशमा बस्ने नेपालीहरू फेरि हामी पनि त्यहाँ विभाजित भयौँ भने हामीले नेपाललाई योगदान दिन सक्दैनौँ। नेपाल समृद्ध बनाउनको लागि नेपालमा भएको जुनसुकै अवस्थामा पनि यसको चाहिँ सरल निकासको लागि हामी एक हुनुपर्छ भनेर आज हामी यहाँ उपस्थित भएका छौँ। यो उपस्थित हुनुको सबभन्दा मुख्य महत्त्व, यसको सबभन्दा ठुलो एम नै 80 लाख विदेशमा बस्ने नेपालीहरू हामी पेसा व्यवसाय विभिन्न कारणले गर्दाखेरि विदेशमा गएका थियौँ। तर यी सबै नेपालीहरूलाई नेपालको समृद्धिको लागि भनेर स्थापना गरेको गैर आवासीय नेपाली सङ्घको 22 वर्षको इतिहासमा यो विभाजन भइसकेको थियो। आज हामी यो विभाजन भएको गैर आवासीय नेपाली सङ्घलाई दीर्घकालीन एकतामा ल्याउनको लागि यहाँ उपस्थित भइरहेको छ। यो दीर्घकालीन एकताको
अनावरण भइसकेको छ। आजको एकताले हामी विगत करिब 4 वर्ष अगाडिदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ। गैर आवासीय नेपाली सङ्घमा असाध्यै अप्ठ्यारो परिस्थिति थियो। यो अप्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ एकता गरेर। हामी गैर आवासीय नेपाली सङ्घले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति सहकार्य र एकताको खाँचो छ नेपालको समृद्धको लागि, समृद्ध नेपाल निर्माणको लागि। यो केवल गैर आवासीय नेपालीको लागि मात्र होइन, हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरू, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति सहकार्य र एकताको खाँचो छ। त्यो एकताको सन्देश हामीबाट सुरुवात भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ। गैर आवासीय नेपालीहरूले पनि त्यो समृद्ध नेपाल निर्माणमा हामीले आफ्नो योगदान अवश्य गर्नेछौँ। विदेशमा अथाह सम्भावना स्रोत छन्। हाम्रो उद्देश्य पनि छ विदेशमा रहेको ज्ञान, सिप, पुँजी, प्रविधिलाई नेपालमा भित्राउने अभियान अब सुरुवात भएको छ। अहिले त्यो अभियानको थालनी आजको एकताबाट सुरुवात भएको छ। हाम्रा थुप्रै मुद्दाहरू छन्। नागरिकताको कुरा छ, श्रमिकहरूको समस्याको कुरा छ, मतदानको अधिकारका कुरा छन्। यी थुप्रै कुराहरू पनि छन्। यी कुराहरू सँगसँगै केवल हाम्रो अधिकारको कुरा मात्र होइन, समृद्धिको कुरा, नेपाललाई समृद्ध नेपाल निर्माण